हो के मैले भर्खरै स्प्रिङ फरवर्ड केरामालाई हेरेर आइसकेँ। यो केरामालाई हेरिसकेपछि एउटा मात्र कुरा भन्नु मन लाग्यो कि आखिर यसको एपिसोड कतिखेर सिद्धियो भनेर। हुनु त यो केड्रामा जनवरी 5 मा अमेजन प्राइम भिडियोमा आउट गरेको थियो र यो केड्रामालाई मैले चाहिँ हिन्दी डबमा हेरेर हिन्दी डबमा काफी राम्रो डब गरिरहेको छ। यो केड्रामाको लिड रोलमा हान बियोन, ली जुबिन, छो जुन योङ, छा स्यु वोन लगायत अन्य एक्टर एक्ट्रेसलाई देख्न पाइन्छ र यो केड्रामाको डाइरेक्टर वन कुक पार्क हो र उहाँले हामीलाई मेरी माई हस्बेन्ड जस्तो केड्रामाहरू अलरेडी प्रेजेन्ट गरिसक्नु भएको छ। अब ढिलो नगरी केड्रामाको मेन पोइन्टको कुरा गरौँ। यो केड्रामाको स्टोरी ली जुबिन र हान बियोनको वरिपरि घुमेको छ। ली जुबिन सियोलमा बस्छ तर एक काण्ड हुन्छ जसले गर्दा उसले सियोललाई छोडेर एक गाउँमा जान्छ र भेट हुन्छ हल्का रफ देखिने तर भित्रबाट एकदम नरम मन भएको हान बुयोनलाई। अब दुईजनाको केमिस्ट्री कसरी अगाडि बढ्छ, एक गाउँको रफ देखिने हान बुयोन र अर्को सहरको भए पनि सोझी देखिने ली जुबिनको र दुईजनाको पास्ट स्टोरी कस्तो हुन्छ, ली जुबिन सहरबाट गाउँ छिर्नुको रिजन के हुन्छ, यो सब जान्नुको लागि हेर्नुपर्ने हुन्छ यस केड्रामालाई। जम्मा एपिसोड 12वटा छ र रन टाइमको कुरा गर्ने भने एउटा एपिसोड बराबर 1 घन्टा जतिको चाहिँ छ। यो केड्रामा हेर्दाखेरि त्यस्तो नेगेटिभ पोइन्टहरू केही पनि छैन, हरेक कुराहरूलाई फास्ट पिचमा देखाएको छ। तर यसको मतलब यो होइन कि धेरै ट्विस्ट भएको र दमदार एक्सन भएको। यदि तपाईँहरूलाई त्यस्तो मन पर्छ भने यो केड्रामालाई डाइरेक्ट स्किप गर्दा हुन्छ। तर जसलाई कमेडी हल्का रोमान्स टाइपको केड्रामाहरू हेर्नु मन लाग्छ भने यो केड्रामा तपाईँहरूको लागि एक पर्फेक्ट केड्रामा हुनेछ। अब एक्टर एक्ट्रेसको पर्फर्मेन्सको कुरा गर्ने हो भने सबको जबरदस्त छ। अझ हान बियोनको त्यो रफ टाइपमा देखिने एङ्गल र फर्स्टमा एन्ट्री गर्ने सिन लास्ट बबाल टाइपले प्रेजेन्ट गरेको छ र ली जुबिन र छा स्युनले पनि आफ्नो पर्फर्मेन्सलाई निचोरेर प्रेजेन्ट गरेको छ र लिड जोडीहरूको केमिस्ट्री एकदम मन जित्ने खालको छ। खास गरी सानसानो हाँसो र आँखाको सिनहरूले अडियन्सलाई एक अलग प्रकारको फिल दिन्छ। यो केड्रामा अरू केड्रामा भन्दा अलग छ त भन्दिनँ, तर पनि यस केड्रामाको स्टोरी लाइन एक्टर एक्ट्रेसको पर्फर्मेन्सले गर्दा कतिखेर एपिसोड सिद्धिन्छ थाहै नै पाइँदैन। हल्का कमेडी, धेरै ह्याप्पी ड्रामा छैन, आरामले हेर्न मिल्ने फिल गुड ड्रामा हो। मैले भनिहालेँ तपाईँहरूलाई एक्सन ट्विस्ट भएको केड्रामाहरू मन पर्छ भने यो केड्रामालाई डाइरेक्ट स्किप गर्दा हुन्छ र स्लो रोमान्स मन पराउने, धेरै टेन्सन नदिने, गाउँको भाइब र सिम्पल लभ स्टोरीहरू मन पर्छ भने स्प्रिङ फरवर्ड तपाईँको लागि एक पर्फेक्ट माल हुनेछ। मलाई अलिक डिसपोइन्ट लागेको भनेको क्लाइमेक्स सिनमा हो। अझ राम्रो बनाउनु सक्थ्यो क्लाइमेक्स सिन। मेरो तर्फबाट रोमान्टिक, एक्टर एक्ट्रेसको पर्फर्मेन्स, एक्टर एक्ट्रेसको केमिस्ट्री र स्टोरीमा थोरै दम भएको कारणले मेरो तर्फबाट 4 स्टार। यदि तपाईँहरूले यस केड्रामालाई अलरेडी हेरिसक्नु भएको छ भने कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सिनु होला र भिडियो मन पर्यो भने लाइक सेयर गर्नु नबिर्सिनु होला र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला। फेरि भेटौँ अर्को भिडियोमा, तबसम्मको लागि बाई।